दर्शकवृन्द नमस्कार। यति बेला म काठमाडौँको शङ्खरापुर नगरपालिका वडा नम्बर 3 बोजिनी काफलचौर लाँकुरी बोटमा रहेको छु। यो काठमाडौँ निर्वाचन क्षेत्र नम्बर 2 अन्तर्गत पर्छ। यहाँ एकजना बाजे अहिले चोया काटिरहनु भएको छ। म उहाँसँग आसन्न निर्वाचनको बारेमा यस क्षेत्रमा जनताहरूले के कस्ता समस्याहरू भोगिरहेका छन्, जनताहरूका के कस्ता अपेक्षाहरू रहेका छन्, यसबारेमा कुराकानी गर्न गइरहेको छु। नमस्कार बाजे। नमस्कार हजुर। तपाईँको परिचय दिनुहोस् न। हाम्रो परिचय त अब हामी यस्तै हो। तपाईँको नाम चाहिँ? पासाङ लामा। हजुर। अनि हाम्रो अब उहिले जुजु बाजेले गरेको रहेछ यस्तो चोएको काम, हजुर, त्यो गर्नु पर्यो। हेर्नुहोस्, अरू अब हाम्रो कृषि खेती छ, कृषि खेती गर्छ। कृषि खेतीमा अनि मल बोक्नु डोको चाहियो, घाँस सत्र काट्नु डोको चाहियो, अनि डोको बुन्नु पर्यो। हजुर, त्यही हो। नेताहरू भोट माग्न कतिको आछन् तपाईँको गाउँमा, तपाईँको घरतिर कतिको आइरहेछन्? हाम्रो यता अहिलेसम्म आएको छैन हजुर। भोट माग्नुलाई यस्तो यसलाई भोट दिनुपर्छ है, यसलाई दिनुपर्छ भन्ने चाहिँ भन्नु कोही पनि आएको छैन अहिलेसम्म हाम्रो। अब यो भोट यसपालि कसलाई दिने? अब नयाँ पुरानो, कसैले पुरानोलाई दिने भन्दा रहेछन्, कसैले नयाँलाई दिने भन्दा रहेछन्। त्यस्तो केही सोच बनाउनु भएको छ तपाईँले? हामी सोचमा चाहिँ के छ भने एकदम युवा हेरेर जसले चाहिँ विकास गर्छ, हाम्रो जसले विकास गर्छ हामी उसपट्टि फर्किनेछ। हामी त्यो विकास नगर्नेपट्टि नफर्किनेछ। जसले राम्रो युवा, अहिले अब त्यो बुढाहरूले मात्रै, बुढोगोरु मात्रै कति जोत्नु? बुढोगोरु त अब हिँड्नु सक्दैन। अनि ठिटो गोरु पनि जोत्नु पऱ्यो नि कहिलेकाहीँ। ठिटो गोरु भए भाग्छ, यता उता भाग्छ। हेर्नुहोस्, अब के छ भने हामी एकदम युवा केटा छान्ने हो, युवालाई केटा छान्ने। अनि जसले चाहिँ राम्रो विकास गर्छ हामी पहिल्यै अब छानेर हामी चुनावमा अनि उपस्थित हुन्छौँ। भनेपछि बुढालाई चाहिँ भोट नदिने? हामी बुढो मान्छे के काम थियो? बुढो मान्छे त्यो नाम अब के काम थियो? खानुको मात्रै काल। त्यो बुढो मान्छे त्यो बेकारमा धार्जिले मात्रै बोझ हुने मान्छेले न त्यसले काम गर्न सक्ने, न के गर्नु सक्नु। धार्जिले मात्रै बोझ हो त्यो बुढो मान्छे त। अब के छ भने युवा केटा भए काम गर्नु सक्छ। युवा केटाले बुढो मान्छेले काम गर्दैन, कुरा मात्रै हो। म यस्तो गर्छु उस्तो गर्छु भन्छ। युवा केटाले भए हामी छानेर, युवा केटा छानेर हामी चुनावमा हामी हिँड्नु सक्छौँ। तपाईँले कति सालदेखिबाट भोट खसाल्नु भएको थियो? हामी 20 वर्षबाट भन्दाखेरि 17 सालको म 20 वर्षदेखि मैले भोट खसालेको हो। ए हजुर। हेर्नुहोस्, अहिले जुनैले पनि भोट खसाल्यो। मैले अघि पहिले भनेको जस्तो यस्तो गर्छु उस्तो गर्छु, यस्तो गरिदिन्छु उस्तो गरिदिन्छु भन्छ। अनि जितेर गएपछि वास्ता छैन। पहिला हाम्रो गाउँमा धेरै भयो। पहिला हाम्रो यो के भन्छ, उस बाटो आउँदाखेरि पहिला कसलाई जिताएर पठायो भने एमाले जिताएर पठायो। त्यसले पनि केही गरेन। त्यहाँबाट फेरि काङ्ग्रेस आयो, काङ्ग्रेसले पनि जिताएर पठायो, त्यसले पनि केही गरेन। अनि त्यहाँबाट फेरि यो उसलाई के भन्छ, पहिले त राप्रपा थियो, अनि सबैले जितायो, सबै त्यस्तो भयो। माओवादी पनि जिताएर पठायो। माओवादीले पनि सबैले एक चानस। हामीले के गर्यो भने पहिला एमालेलाई जितायो, एमालेले केही गरेन। अनि त्यहाँबाट काङ्ग्रेसलाई जितायो, काङ्ग्रेसले पनि केही गरेन। फेरि अनि माओवादीले जितायो, माओवादीले पनि त्यस्तै पहिला जस्तो थियो के अरे लेडे गोरु त्यस्तो मात्रै हुँदो रहेछ हजुर। हामीले जुन जिताए पनि हामीले केही पनि नहुने, केही पनि नपाउने। हामीले चाहिँ आफ्नो दुःख गरेर खाना खानुपर्ने, त्यति हो हजुर।
हामीले दुःख नगरिकन खानु पाउँदैन। अब एक छाक भात खानुलाई अब मरी हामीले दुःख गरेर हिँड्नुपर्छ। दर्शकवृन्द, यति बेला म काठमाडौँ निर्वाचन क्षेत्र नम्बर 2 अन्तर्गत रहेको इन्द्रायणीमा रहेको छु। मेरो अगाडि दुईजना बाहरू हुनुहुन्छ। नमस्कार। हजुर, तपाईँको परिचय दिनुहोस् न। मेरो दिल्ली राजपुरा सैनी। हजुर, कति वर्ष हुनुभयो? म 85। हजुर, हजुरको शुभ नाम? दीनानाथ बुढा सैनी। हजुर, कति वर्ष हुनुभयो? म 77। हजुर। अब तपाईँसँग चाहिँ हामी यो निर्वाचनको चहलपहल के छ, गाउँमा कस्तो छ भनेर कुराकानी गर्न खोजेको। कतिको आइरहेछन् उम्मेदवारहरू भोट माग्न तपाईँहरूको? हजुर, अहिलेसम्म आएका छैन। अहिलेसम्म यहाँ कोही पनि आएको छैन। अब तपाईँहरूले त धेरै पहिलादेखि भोट हाल्नु भएको होइन? अब मतदान गर्नेमा सबैभन्दा अगाडि मतदान गर्ने तपाईँहरू नै हामी नै हो। 15 सालदेखि गरे। हजुर, तपाईँ कति सालमा पहिलोचोटि मतदान गर्नुभयो? 15 सालमा। 15 साल। तपाईँले? मैले त 15 सालमा त भ्याइन, मैले पछि नै हो। ए हजुर। भनेपछि अब यो धेरै उम्मेदवारहरूलाई भोट हालिसक्नुभयो होइन? हालियो कति। अब यसपालि नै मतदान त गर्नुहुन्छ? गर्न परिहाल्छ। अब यो अहिले आएको चुनावप्रति चाहिँ तपाईँहरूको धारणा के छ? यो अब अलि चाँडै पनि आयो चुनाव होइन? अब नजिकै पनि आयो, अब 1 महिना पनि बाँकी छैन। कसरी लिनु भएको छ यो चुनावलाई? अब यो चुनावलाई त हामीले बाबु अब पुरानो स्थितिका मानिसलाई अब नदिने, अहिले आएका नयाँलाई चाहिँ नि दिने योजना छ हाम्रो। तपाईँको पनि? त्यही हो। किन यो सोच राख्नुभयो तपाईँ? यस्तो सोच किनभने देश बिग्रियो, देश बनेन, देशमा रोजगार पाएनन्, छोरा नाति विदेश गए, अब विदेशमा गएर रोइराखेका छन्। त्यो भएको हुनाले यो धेरै वर्ष यो गयो यो व्यवस्था, यसले केही गर्न सकेन। अब नयाँले आएर गर्छ कि भन्ने एउटा आश। तपाईँको पनि? मेरो त्यही हो। मेरो नाति नै विदेश गएको छ। बा नयाँलाई दिनु है भोट। हामी फेरि तपाईँले नयाँलाई दिनु भएन त हामी त आउँदैन भन्छन् विदेशबाट। हामीलाई अब त्यस्तो आस्थाका केन्द्र हुनु उनीहरू है, त्यस्तो भन्छन् उनीहरू। हामी त नयाँमै हो। जस्तो अब भोट माग्न नआए पनि नयाँलाई नै दिने? नयाँ बाबु, अहिले नयाँलाई आए पनि नआए पनि नयाँलाई नै हो। के हो तपाईँ जस्तो पाका पुस्ताहरूको यही हो? गाउँमा सबैको धारणा एउटै हो? हाम्रो उही हो। अब अरूको कोही केहीको होला, कोही के को होला, हाम्रो चाहिने त्यही हो। नयाँलाई नै उगार्ने हाम्रो। हजुर, यो पुराना पार्टीप्रति किन यस्तो वितृष्णा बढ्यो? होइन, केही हुन सकेन देशमा अहिलेसम्म। 36-40 वर्षसम्म जस्ता तस्तै भयो। अब यो भ्रष्टाचार र उसले धेरै देशलाई डुबाए। अब आकाले चाहिँ नि गर्छन् कि भन्ने हाम्रो एउटा आश। अब तपाईँसँग अलिकति म यो 15 सालमा पनि तपाईँले मतदान गर्नुभएको रहेछ, त्यो बेला चाहिँ कस्तो थियो? त्यति बेला चुनाव? त्यति बेला त कहाँ भोट हाल्नु? काङ्ग्रेसलाई नै दिएको हो। ए 15 सालमा काङ्ग्रेसलाई? रुखमै दिएको हो। ए हजुर हजुर। भनेपछि 15 पहिलो भोट चाहिँ तपाईँले रुखलाई दिनुभएको थियो? त्यसपछि के रुखलाई नै दिनुभयो कि परिवर्तन गर्नुभयो कि? पहिले रुखलाई दियो, अनि फेरि अर्को पार्टी आउँछ उसलाई हुन्छ कि भन्यो, उसलाई दियो। 5 वर्ष सबैलाई दिएछ बाबु, दिन चाहिने। काङ्ग्रेसलाई दिएछ, एमालेलाई पनि दिएछ, माओवादीलाई पनि दिएछ। हामीले धेरैलाई हेर्नु? धेरै कसैले केही पनि गरेन? धेरैलाई हेर्यौँ हामीले। ल हुन्छ, तपाईँहरूलाई धेरै धेरै धन्यवाद। हस्, नमस्ते। आगामी फागुन 21 गते प्रतिनिधि सभाको निर्वाचन हुँदै गर्दा अहिले उम्मेदवारहरू घर दैलोमा व्यस्त रहेका छन् भने मतदाताहरू कुन चाहिँ उम्मेदवारलाई भोट दिने होला भनेर सोचिरहेका छन्। कतिपयले पनि आफ्नो धारणा स्पष्ट बनाइरहेका छन्। यति बेला हामी काठमाडौँ निर्वाचन क्षेत्र नम्बर 2 मा रहेका छौँ। यो ठाउँ चाहिँ काठमाडौँ क्षेत्र नम्बर 2 को शङ्खरापुर नगरपालिका वडा नम्बर 1 नाङ्ले बजार हो। आज हामी क्षेत्र नम्बर 2 अन्तर्गत विभिन्न ठाउँमा रहेका मतदाताहरूसँग उहाँको यसपालिको चुनावमा मतदान गर्ने सोचाइ कस्तो रहेको छ, यसपालिको निर्वाचनलाई यहाँका मतदाताहरूले कसरी लिएका छन्, उम्मेदवारहरूप्रति उहाँहरूको अपेक्षा आकाङ्क्षा के छ जान्ने प्रयासमा रहेका छौँ। मेरो अगाडि एकजना बाजे हुनुहुन्छ। नमस्कार। नमस्कार। तपाईँको परिचय दिनुहोस् न। मेरो सङ्गरपुर, काठमाडौँ सङ्गरपुर 1 नम्बर क्षेत्र नम्बर 1 पुलिस चौकी लिएर छिरिङ लामा। छिरिङ लामा कति वर्षको हुनुभयो? म 82 वर्षको हुनुभयो। हजुर, फेरि पनि चुनाव आछ, नेताहरू भोट माग्न कतिको आछन्?
नेताहरू भोट माग्नु त आएको छ हजुर, तर भोट माग्नु आए पनि यसले भनेर चाहिँ तोकेको छैन हामीले, सत्य कुरो बोल्नुपर्छ। ठुल्ठालुको छोराले त तोकेको छ, यसमा दिनुपर्छ उसमा दिनुपर्छ भन्छ, तर मेरो विचारमा चाहिँ एउटा के छ भन्नु होला भने यो यहाँतिरको ठुल्ठालुको छोरा पक्रियो भने, छोरछोरी पक्रियो भने यहाँको नेता हार्छ। मैले देखेको कुरा अहिले ठुलो बडाको छोराको चाहिँ कुरो सुन्दैन। किन सुन्दैन भने भूषण नराम्रो हुन्छ, जसले जान्छ त्यसले जुन नेता आयो। एक कुरा मेरो 21जना छ, 21जना पालो भनेको होइन, पाल्नु पर्दैन। म कुटुको डाली गर्छु, पिँडालु रोप्छु, सरकाउन्डो रोप्छु, कतै जालाबानी गरेर कोदो जान्छ 2 महिना लिएर खोले पकाएर खान्छु नि। तर मेरो 21जना जना नै पालो भनेको होइन मैले, तर बजेट यस्तो पनि हाल्नु देख्नुभयो त, यो बजेट ठिक छ? यो अगाडि तपाईँको यो पोखरीको बजेट भन्नुभयो, यो ठिक छ? ल भन्नुहोस् त तपाईँले। बजेट चाहिँ सही ठाउँमा हाल्नु पर्यो नेताहरूले। अनि यो ठिक छ, यो किन ठिक छ भन्नु होला भनेदेखि यो काङ्ग्रेसले दिएको है, फेरि अपराध बोलिदिनु म। र किन भन्ने यो ठिक छ भन्ने अर्थ किन भन्दा हाम्रो जातित्वमा कुनै नराम्रो काम पर्यो, यसैमा चाहिँ कार्य गर्नु पायो। जोशी बाहुन क्षेत्रीको विवाह वर्धमान आयो, यसमा गर्नु पायो। 48 सालदेखिबाट यो क्षेत्रमा निर्वाचन हुँदाखेरि चाहिँ अब विभिन्न पार्टीका नेताहरूले सांसदहरूले चुनाव जितेर गए होइन, उनीहरूले गरेको कामप्रति तपाईँको के छ धारणा? तपाईँको चाहिँ पक्नुहोस्, म एउटा कुरो गरौँ है। मनमान जाइन्छ क्या अरे एमालेबाट यहाँबाट जितेर गयो, उसले प्रस्ताव के राखिदियो भन्नु होला भने 75 वर्ष पूर्व पुगेर 76 लागेपछि वृद्धलाई जान्छ विधवा खुवाउने भन्ने चाहिँ राखिदियो। उसले राखेको पायो, हामीले वृद्ध भत्ता पायो, विधवा भत्ता पायो, वृद्ध भत्ता पायो, अभङ्ग भत्ता पायो। उसले राखेको न्यात केविले राखेको होइन, यो मनमोहनले राखेको। फेरि वृद्धि भण्डारले राखेको होइन यो, हेर्नुहोस्। अनि समयानुसारले बढ्दै बढ्दै दियो। अनि अन्तिममा फेरि सत्य कुरो बोल्नुपर्छ, माओवादीले बढाइदियो। सत्य कुरा यो, माओवादी प्रचण्ड जान्छ क्या अरे मन्त्री जान्छ भएपछि यो जान्छ उसले बढाइदिएको हो। असत्य कुरो बोल्नु हुँदैन, हामीले सत्य कुरो बोल्नुपर्छ। आएको चिज खाएको चिज होइन, र विकास त गर्नु त गर्यो हजुर, अलिकति हुने खानेको घर आँगनमा गऱ्यो, गरिबको घर आँगनमा गरेन। अहिले मैले चाहिँ भोट चाहिँ यसलाई दिन्छु भन्ने निर्णय चाहिँ म गर्दिनँ। अहिले के होला जस्तो अब बालेनको कुरो आइरहेछ, रवि लामी छानेको कुरा आइरहेछ, नयाँ पार्टी, अनि त्यसपछि नयाँ पार्टीहरू पनि धेरै खालका आइरहेछन्, अनि पुराना पार्टीहरूले चाहिँ गरेन, अब नयाँलाई दिनुपर्छ भन्ने खालको कुरा पनि अहिले चलिरहेको रहेछ गाउँ समाजतिर। यस्तो छ हजुर, मैले आखि नै भने कान नचिर्ने जोगी लाई कानबडे भन्दैन, विषयमा आएर खाने जोगी मात्रै भन्छ। कान चिर्नेले मात्रै कानबडे हो भन्छ, तर जुनै जोगी आए पनि कान नचिर्ने आउँदैन हजुर। म एक टुकुर गर्छु, बालिन्दा र आए तापनि अहिले 2 दिनलाई रमाउने गर्ने हो, रवि आए पनि 2 दिनलाई रमाउने गर्ने हो। ब्रह्म हालेर तर एउटा भोट त दिनुपर्छ, कुन चाहिँले दिनुपर्छ, म चाहिँ विचारेर मात्रै दिन्छ हजुर। यसलाई दिनुपर्छ भने अङ्गुली छाडाउँदैन, यसले दिनुहुन्न भने अङ्गुली छाडाउँदैन। हेर्नुहोस्, मैले दुःखको कुरो पकेन तपाईँलाई। बिते भण्डारी 2टा बालखा छोरी लिएर आउँदाखेरि हामीले माया लागेर हाल्यो, अनि उसले हामीले माया गरिदियो। तर हाम्रो बालबच्चा पाला भनेर माया गरेर भने होइन, फर्केर आउनु पऱ्यो नि त। तर जुनै नेता भए तापनि यहाँबाट जितेर गएको नेता चाहिँ बढी फर्किँदैन हजुर। भोटमा गडबड छ, दशमले जोडेँ मैले। भनेपछि यहाँ आएर चुनाव जित्छन्, उता जान्छन्,
सहर जान्छन् फर्केर आउँदा फर्केर आउँदैनन्। यो चाहिँ तपाईँले पञ्चायत कालदेखिबाट अहिलेसम्म भोगेको भोगेको कुरा एउटा दुखान्त कुरा। दुखान्त कुरा हजुर हेर्नुहोस्। अब आइरहेछ चुनावमा नेताहरू भोट माग्न आछन् कि छैनन् तपाईँ? छैनन् ए कोही पनि आएको छैन अहिलेसम्म। ए हजुर हजुर अब 4-5 गतेबाट भन्दैछन् होइन चुनाव आयोगले चाहिँ प्रचार प्रसार तर यहाँ चाहिँ आइपुगेको छैन। अहिले अब यही नयाँ पुरानो भन्ने कुरो भएन, राम्रो जो छ उसलाई दिन हो। हजुर हजुर कोही आएछन् भोट माग्न चाहिँ कोही आएको आएको छैन, नयाँ पुरानो कुनै पनि आएको छैन। ए हजुर 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 अब जो राम्रो छ उसलाई दिने हो, हाम्रो नभन्ने हो। हजुर हजुर जसले राम्रो गरेर जान्छन् गर्छन् तर भाषणमा गर्छु भने भर भएन, काम गरी पनि देखाउने नेता हुनु पर्यो उसैलाई अनि चुन्ने हो नि त। त्यो त अब छँदैछ त्यो होइन। अब जितेर गएपछि अनुहारै देखाउन नआउनेलाई जिताएर त नयाँ पनि त्यस्तै हुनसक्छ होइन। अनुहार हेर्नु पर्यो, चिन्नु पर्यो, कति काम गर्न सक्ने नेता छन् त्यो हेर्दा बोल्दा थाहा पाइन्छ नि। तपाईँको परिचय दिनुहोस् न। मेरो बुद्धबहादुर भाइ भयो। चुनावमा भोट माग्न आछन् कि छैनन् उम्मेदवारहरू? छैन अहिलेसम्म ए हजुर देखेको छैन हजुर हजुर अहिलेसम्म चाहिँ हल्ला पनि भएको छैन, देखेको पनि छैन, गाउँतिर आएको पनि देखेको छैन। अब यो जेनजी आन्दोलनपछि चाहिँ अब भोट चाहिँ अब परिवर्तन गर्नु पर्यो भन्ने खालको कुरा पनि धेरैले गराएर छन् होइन। के छ यहाँतिर तपाईँहरूको यो क्षेत्रतिर? अब खोइ अब त्यो सल्लाह पनि भएको छैन। हुनुको लागि चाहिँ त अब नयाँ नयाँ नै हेर्नुपर्ने हो। अब पुरानोले त अब धेरैचोटि हालिसकेको छ होइन, त्यही हो। फेर्नु त फेर्नै पर्ने हो। सबैले अब कस्तो हुन्छ, अब अर्को नयाँ नयाँले पनि के गर्छ रहेछ भनेर हेर्नुपर्ने हो। अब खोइ के छ विचार अब तपाईँ चाहिँ केही विचार बनाउनु भएको छ कि छैन? अब विचार त के गर्नु नि, अब हुनुको लागि त म त नयाँलाई हालिदिने भन्ने विचार छु म चाहिँ। ए हजुर 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 अब पुरानो पार्टीहरूले अब भनौँ न माओवादीको पनि हेरिहाल्यो, एमालेको पनि हेरिहाल्यो, काङ्ग्रेसको पनि हेरिहाल्यो। कति वर्षमा हाम्रो अब यहाँबाट जितेर गएको तपाईँलाई पनि थाहा छैछ होइन। अहिलेसम्म केही भएको छैन। अब गाउँले जस्तोको जस्तै छ। अब किसान गऱ्यो, किसानलाई नै ऊ भनेको बेलामा मल पाउँदैन हो कि होइन? ल भनौँ न, अब भनेको बेलामा ऊ त्यही हो, हामीले दुःख गऱ्यो, तरकारी खेती गऱ्यो, हाम्रो भाउमा हुँदैन, उनीहरूको भाउमा लगिदिन्छ। आलु रोपे पनि जे गरे पनि अब हाम्रो भाउमा छैन केही पनि। अब औषधि किन्नु पऱ्यो भने त्यस्तै महँगो छ हेर्नु। अब जे गरे पनि त्यही त हो नि, हामी त जसो तलको तलै त हो नि, किसान गरे पनि जे गरे पनि। तपाईँको परिचय दिनुहोस् न। म शिवराम श्रेष्ठ हो, यही लोकल बासिन्दा हो। अहिले हामी चाहिँ इन्द्रायणीमा कुराकानी गरिरहेका छौँ। यो काठमाडौँ निर्वाचन क्षेत्र नम्बर 2 रहेको छ। चुनाव आयो, उम्मेदवारहरू भोट माग्न आछन् कि छैनन् तपाईँ घर दैलोमा? अहिलेसम्म मैले भेटेको छैन किनकि म जबमा गइरहन्छु ए हजुर होइन। बिहान आउँदैनन्, दिउँसो भेटेको छैन। ए कस्तो छ गाउँमा चुनावी माहौल सुरु भइसकेको छ कि छैन कि? खासै छैन, खासै चुनावीमा त्यति असर गरेको छैन चुनावले। ए हजुर हजुर के छ अब तपाईँको यसपालिको निर्वाचनप्रति तपाईँको दृष्टिकोण धारणा के छ? अब उम्मेदवारहरू त धेरै पार्टीका आउँछन् भोट माग्न होइन? आउँछन् होला सायद, भेटेको चाहिँ छैन। तर जनता चाहिँ त्यति उत्साहित छैनन् भोट दिनको लागि। ए हजुर हजुर जस्तो अब अहिले फेरि एउटा यो नयाँ पुरानो यस्तो अब खालको चाहिँ भाष्य पनि बनिरहेको छ होइन। नयाँ दललाई दिने, कोही पुरानै दललाई दिने यस्तो पनि भनिरहेछन् होइन। तपाईँ के छ त्यही मत परिवर्तन गर्ने मुडमा हुनुहुन्छ कि अथवा के छ तपाईँको धारणा? पुरानोले गरेर नयाँको आश गरेका हुन्, तर नयाँ पनि खासै त्यति देशको लागि उचित जस्तो लाग्दैन मेरो विचारमा। तर जहाँसम्म लाग्छ नयाँले नै बढी भोट तान्ला जस्तो लाग्छ। ए भोट चाहिँ नयाँले तान्ला जस्तो लाग्छ, तर नयाँ र पुरानोमा खासै फरक चाहिँ देख्नुहुन्छ? खासै फरक देख्दिनँ। किन, केही कारण चाहिँ? अब यी पनि पश्चिमेलीकै हुन्, यिनीहरू गुलामी हुन्, त्यही कारणले गर्दाखेरि खासै फरक देख्दिनँ। भन्नाले नेपाललाई माया गर्ने, नेपालीपनले भरिएको चाहिँ नेता अथवा राजनीतिक दल देख्नु भएको छैन? खासै देख्दिनँ, तर एकजना चाहिँ हो कि जस्तो लाग्छ। उहाँ पनि टेस्टेड चाहिँ हुनुहुन्न, हर्क साम्पाङ। अब उहाँ चाहिँ अलिकति मनदेखि हो कि जस्तो चाहिँ भन्नुहुन्छ। ए हजुर अब भोट त हाल्नुहुन्छ तपाईँले? भोट म त न्युट्रलमा नो भोटमा हाल्ने हो जस्तो लाग्छ। ए हजुर त्यति उत्साहित चाहिँ हुनुहुन्न? कुनै पनि मलाई चित्त बुझेको छैन, कुनै पनि दल उम्मेदवार चित्त बुझेको छैन।
अब यो चुनावको बेलामा आश्वासन दिन्छन् होइन, अब त कतिको कारण हुने गर्छ, अब विभिन्न दलका उम्मेदवारले विभिन्न खालका आश्वासन दिन्छन्। त्यो आश्वासन त कति दिए कति होइन दिन्छन्, त्यो आश्वासनको पछि लाग्ने हो भने त के त्यो उल्लु मात्रै भनिन्छ नि होइन र। हस्, तपाईँलाई धेरै धन्यवाद। थ्याङ्क यू। यति बेला हामी काठमाडौँको क्षेत्र नम्बर 2 अन्तर्गत रहेको इन्द्रायणीमा रहेका छौँ। हाम्रो अगाडि एकजना दाइ हुनुहुन्छ, तपाईँलाई स्वागत छ। हजुर धन्यवाद हजुर। नाम मेरो तुलबहादुर बिका हो। तुलबहादुर बिका हो। तर अब फेरि चुनाव आयो, नेताहरू भोट माग्न आछन् कि छैनन्? अब चुनाव आयो, नेता भोट माग्न आए, हामी भोट दिने कर्तव्य हामी दिन्छौँ। तर हाम्रो गाउँमा विकास चाहियो, हाम्रो विकास केही छैन। हेरी अब दलितको भनेपछि एउटा अहिले चुनाव आएको बेला चाहिँ ल हामी यसो गर्छौँ उसो गर्छौँ भनेछ, तर गर्ने बेला केही पनि गरेछ। अहिले भोट माग्नुजेल त हो नि, हजुर ज्यू तपाईँ हामी गर्छौँ राम्रो विकास भनेछ, अहिले केही गरेछ। अनि भोटपछि चुनावपछि केही गर्ने होइन। हामीलाई बाटो चाहिएको छ, बाटो राम्रो हुनु पऱ्यो। त्यो हेरी दलितको भनेछ अब आएको बजेटहरू हामीलाई देखा परेको छैन। हामी त्यसमा खानतोर्स गर्न नि नहिँड्ने, अनि उनीहरूले आएको छ बजेट भने नदिने हामीलाई। वडामा आएको छैन बजेट, कति आएको होला, वर्षौँ पछि आइरहेको बजेटहरू हो। त्यो बजेट त हामीले पाउनु पर्छ नि त। अनि हामी खोजी गर्न नि आएको बजेट चाहिँ आएको छ भनेर नदिने, जिल्लाबाट त आइरहेछ होला, दिइरहेछ होला। गाउँमा विकास केही छैन। अब गाउँमा जनतै छैन, बस्नु भएन होइन। किन बसेन हामी जनता? हामी घर बसेर खेती कमाइ गरेर हामी गाउँको स्थिति धामेर बाउपुर्बाको रीतिथितिमा हामी बस्थ्यौँ। बाँदरले कमाएर केही लाउनु नदिने, बाँदर खोइ लहट्न हामी सकेन, पत्तो लागेन, खाना त परेको। खानको लागि हामी घर छोडेर हिँड्नु पऱ्यो। सबै ल भोटेश्वर गाविसमा कहीँ जग्गा जमिन कति बाँझो छ, त्यो पहिला पुर्खादेखि गरेको कमाइ हामी गरिरहेछ, त्यो गर्थ्यौँ, गरिरहेको थियो, खाइरहेको थियो। अहिले अब कमाइ गरेर बाँदरले नदिने, एउटा साग रोपेर खाँदिएन, मुला रोपेर खाँदिएन। विकास केही छैन, आएको विकास देखाउँदैनन् हामीलाई। हामीलाई आएको विकास त दिनु पऱ्यो नि, देखाउनु पऱ्यो नि त, तर छैन। अब अहिले अब यो चुनावमा चाहिँ अब नयाँलाई दिने भनिरहेछन्, कतिले पुरानालाई दिने भनिरहेछन्। अब यो के छ, तपाईँको सोच के छ यसपालि? अब म सोच त अब म चुनावमा म भोट दिने बेला म सोच गरिहाल्छु। अब व्यवस्था त नयाँ नै हुनुपर्छ। अब नयाँ पनि अब भनौँ पुरानोले गरे त अब हेरि पनि सक्यो। अझ अब भनौँ अहिले अब नयाँले पनि के गर्नुहुन्छ कसो गर्नुहुन्छ थाहा छैन। तर हामीलाई गाउँको सुविधा होस्, राम्रो बाटो बनाउनु होस्, धारा पानी होस्। अब बाँदरले गर्दा खेती कमाइ हाम्रो नभएको छ, धेर थोर, धेरै छ भने धाक लाउने, थोरै छ। हाम्रो वर्ष दिन खाना पुग्थ्यो, तर कमाइ गर्नु नपाउने, बाँदरले केही राख्दैन। दुःख गऱ्यो, मेहनत गऱ्यो, परिश्रम गऱ्यो, खानु पाउनु छैन। त्यही भएर हामीले घर छोडेर हिँड्नु परेछ।